सहरको व्यस्त गल्लीमा मानिसहरूको आवत जावत चलिरहेको छ। सडकको छेउमा एउटा सानो झोपडी जस्तो पसल छ, जहाँ 35 वर्षीय विक्रम चुपचाप जुत्ता सिलाइरहेका छन्। उनको हातमा पुरानो सियो, छेउमै थोत्रो जुत्ता अनि केही नयाँ चप्पलहरू राखिएका छन्। गर्मीको घामले अनुहार रसाइरहेको छ, तर उनी आफ्नो काममा मग्न छन्। विक्रमको सपना फरक थियो। उनी कलाकार बन्न चाहन्थे। सानैदेखि गीत गाउन, अभिनय गर्न मन पराउँथे। रेडियोमा गीत सुन्दा आँखा चिम्म गरेर कल्पना गर्थे कसरी स्टेजमा उभिएर दर्शकलाई मन्त्रमुग्ध पार्न सकिन्छ। तर जीवनले उनलाई अर्कै बाटोमा धकेल्यो। समस्या केवल आर्थिक अवस्था मात्र थिएन, विक्रमको शारीरिक बनावटले पनि साथ दिएन। उनको उचाइ अरूभन्दा निकै कम थियो। झट्ट हेर्दा उनी बालक झैँ देखिन्थे। धेरैले उनलाई सानो केटो भन्दै हल्का रूपमा लिने गर्थे। कलाकार क्षेत्र कस्तो हुन्छ भने सबै चिज अब साथ सपोर्ट हुन पर्यो होइन। अब यो चिज अब कलाकारिता भएर मात्र त भएन। अब सब चिज अब साथ सपोर्ट हुन पर्यो। सब कुरो भन्छन् नि, अब त्यो सबै चिज पैसा मात्रै पनि होइन। सब अब साथीहरूले साथ सपोर्ट दियो, माया दियो, हौसला पनि बढ्ने रहेछ होइन। तर परिवार पाल्नै पर्थ्यो। 5 वर्ष अघि उनले यही सहरको गल्लीमा सानो ढेप्ली राखेर जुत्ता सिउन सुरु गरे। तर समय सधैँ एक नास रहँदैन। महामारीपछि ग्राहकहरू आउन छोडे, आम्दानी घट्दै गयो, ऋणको भारी बढ्दै गयो। अन्ततः उनलाई व्यवसाय बन्द गर्नु पर्यो। महिनौँ बेरोजगार भएर बिताएपछि उनले थोरै पैसा जम्मा गरे, केही साथीभाइबाट ऋण लिए। मनभित्रको आत्मविश्वास बलियो बनाएर 1 महिना अघि उनले फेरि ढेप्ली खोल्ने निर्णय गरे। दर्शकवृन्द, जीवनमा विभिन्न दुःख सुख, उतार चढाव, उकाली ओह्राली झेल्दै झेल्दै अगाडि बढिरहेका एक सङ्घर्षशील यात्रीको कथा आज हामी घर दैलो नेपालबाट प्रस्तुत गर्दैछौँ। आउनुहोस्, जीवनमा धेरै दुःख कष्टहरू भोग्दै आफ्नो सपना पुरा गर्न नसकेका एक व्यक्तित्वको कथा आज हामी प्रस्तुत गर्दैछौँ। सर, सुरुमा स्वागत छ हजुरलाई। नमस्ते। आरामै हुनुहुन्छ? हजुर सर, आराम। काम गर्दै हुनुहुन्छ? अलिकति व्यस्त समयको बावजुद पनि हामीलाई केही आफ्ना कुराहरू सेयर गर्दै हुनुहुन्छ है। सुरुमा परिचय भन्नुहोस् त, हजुरको नाम भन्नुहोस् त। मेरो नाम विक्रम नेपाली हो। विक्रम नेपाली। हजुर। यहीँ सुनिल स्मृति 2 नम्बर खुङ्ग्रीमै पर्छ। हजुर हजुर हो। हजुर। यो तपाईँको व्यवसाय चाहिँ कहिलेदेखि सुरु गर्नुभयो भन्नुहोस् त? यो व्यवसाय गरेको त लगभग 4-5 वर्ष भयो। यो ठ्याक्कै बिचमा बन्द भएको थियो। अहिले लगतै खोलेको 1 महिना जति भयो। निरन्तर अब गर्ने विचार सोचले अब गरिरहेको छु भनौँ है। तपाईँ यो पेसा त भइ नै हाल्यो। हजुर। सँगसँगै भनौँ न अन्य प्रतिभाहरू पनि, जस्तो हल्का फुल्का नाचगान गर्ने, गाउँघरमा स्थानीय केही कभर भिडियोहरू बनाउनेदेखि लिएर केही जे कला प्रतिभाहरू पनि प्रस्तुत गरिरहनु भएको हुन्छ बेला बेला। हजुर हजुर। त्यो कला प्रतिभा प्रस्तुत गर्ने कुराहरू चाहिँ निरन्तर छ कि अब बिचमा फेरि? बिचमा के भयो भने चाहिँ हामी बिचमा ग्रुप थियो है। हजुर। बिचमा ग्रुप हुँदाखेरि राम्रै चलिरहेको थियो। अहिले ठ्याक्कै हाम्रो ग्रुपहरू के भन्छन्, कोही विदेशतिर, अब यहाँ गाउँमा बसेर त भएन। कोही विदेशतिर, कोही आफ्नो कामको सिलसिलातिर लागे। हाम्रो बिचमा यो टिकटक बनाउने पनि छुट्यो होइन, ग्रुपै नभएपछि अहिले भनौँ अब त्यति खालि बस्छ भनौँ। अथवा अब यतातिर दोकानतिर नै बिजी भयो भनौँ, त्यस्तै छ। हजुर। जस यो व्यस्त सडकमा हजुर एउटा भनिन्छ नि, मान्छेको सोच भयो भने जुनसुकै ठाउँमा पनि सानो होस् या ठुलो होस्, जुनसुकै उसमा पनि हामी सङ्घर्ष गर्न सक्छौँ भन्ने एउटा उदाहरणीय पात्र बन्नुभएको। हजुर हजुर हजुर। के राख्नु भएको छ पसलमा चाहिँ हजुर? मैले हाल अहिले बोर्डिङको जुत्ताहरू, हाल गरी स्कुलका जुत्ता चप्पलहरू अहिले बच्चाहरू लगाउने सम्पूर्ण, अब ठुलादेखि सानासम्मकाहरूलाई सबैले के भन्छन् ऊ गर्नेहरू त्यो जुत्ता चप्पलहरू राख्दैछु। अब सिजन अनुसारले गर्दा अब सिजन जस्तो सिजन चल्छ त्यही हिसाबले अब
भनौँ न त अब सिजन आउनु छ अब जुत्ता फोकस त मेन फोकस त स्कुलको र उसको लागि हो बोर्डिङ स्कुलको सरकारी स्कुलको लागि जस्तो अब चाडपर्व आयो त्यो हिसाबले अब गर्ने व्यस्तताहरूको बढी नै छ होइन हजुर दाइल दिने 150 को जे व्यस्तता बढी छ तपाईँको ग्राहक वर्गहरू आइरहनुहुन्छ हजुर कतिको सन्तुष्ट हुनुहुन्छ सर आफ्नो व्यवसायबाट तपाईँ म भनौँ अब सन्तुष्टि अब भनौँ धेरै धेरै के भन्छ ऊ खोजेर त भएन अब ठिकैको सन्तुष्टि छ आफ्नो भनौँ अब तपाईँ कलाकारितामा विशेष एउटा रमाउने मान्छे हो हजुर के कारणले चाहिँ तपाईँ आफ्नो भनौँ न एउटा सपना बोकेको मान्छे म पनि कलाकार बनाउँ केही सिरियलहरूमा अथवा गीत सङ्गीतको म्युजिक भिडियोमा देखिने एउटा सोक तपाईँ त्यो भिडियो हेर्दाखेरि हामीले त्यो एउटा महसुस गर्न सक्छौँ होइन के कुराले तपाईँले अवरोध गर्यो यो कलाकारिता क्षेत्रमा आउनको लागि कलाकारिता क्षेत्र कस्तो हुन्छ भने चाहिँ सबै चिज अब साथ सपोर्ट हुन पऱ्यो होइन अब यो चिज अब कलाकारिता भएर मात्रै त भएन अब सब चिज अब साथ सपोर्ट हुन पऱ्यो सब कुरो भन्छन् नि अब त्यो सबै चिज पैसा मात्रै पनि होइन सब अब साथीहरूले साथ सपोर्ट दियो माया दियो हौसला पनि बढ्ने रहेछ होइन हौसला बढेपछि त्यत्तिकै नै अब इच्छुक भइहाल्छ मान्छेमा है त्यस्तै त हो हजुर के गर्ने ठिक छ अब तपाईँले जे जुन सपना यो पनि एउटा सपना हो हजुर हजुर मान्छे ठुला घरहरू अथवा गाडीहरू भएर सन्तुष्ट हुने होइन हामी हरेक चिजमा चाहिँ सन्तुष्टि हुन सिक्नु पर्ने रहेछ अब हजुरको जीवनमा चाहिँ के लाग्छ अब सङ्घर्ष हो जीवन अथवा अरू केही यो सङ्घर्ष नै हो मान्छेले त हरेक चिजमा परिभाषा दिनुहुन्छ नि जीवन के हो भन्ने कुरामा तपाईँको विचारमा चाहिँ सङ्घर्ष नै हो हजुर सङ्घर्ष नै हो ठिक छ अब तपाईँको व्यक्तिगत यो कुराहरू गर्न मिल्छ या मिल्दैन त्यही पनि म हजुरसँग अनुमति लिएको छु मिल्छ मजाले मिल्छ व्यक्तिगत हरेकको आफ्नो व्यक्तिगत विषय हुन्छ अथवा व्यक्तिगत जीवन हुन्छ तपाईँको जीवनशैली पनि यसो मान्छेले झट्ट हेर्दाखेरि के यो दाइ त फरक देखिनुहुन्छ उहाँलाई चाहिँ के भयो होला अथवा के हामी सामान्य भनौँ न सामान्य मान्छे भन्दा पनि अलिकति केही फरक खालको देखिनुहुन्छ भनेर कहिलेकाहीँ कसैले भन्नुहुन्छ कि नै तपाईँ नै भन्नु न त्यस्तो त अब भन्दा न सोच्दा मेरो सामने त भन्दैन पछि अब यस्तो यस्तो होला भन्ने त भन्दा होला नि ठिकै छ अब के भन्छन् अब मान्छेले अब सोचे जस्तो त कसैले पनि हुँदैन होइन त्यही त इच्छुक त अब हुन्छ अब के नहुने केही व्यक्तिले फरक रूपमा देखे पनि तपाईँलाई फरक नजरले हेरे पनि मान्छेको हेर्ने दृष्टि स्वच्छ भयो भने चाहिँ हामी जस्तै देख्न सक्छ हजुर हजुर अनि अब तपाईँको घराइसी पनि जाउँ कति भाइ हुनुहुन्छ तपाईँहरू घरमा बुवा आमा हामी 3 भाइ हो हजुर बुवाले दुईटी बिहा गरेको है हामी जेठी कान्छी छौँ 3 भाइ हो 3 बहिनी दिदीहरू हुनुहुन्छ दिदीहरूको बिहा भइसक्यो दाइहरूको पनि अब बच्चा बच्ची अब छोरा छोरीहरू भइसकेका छन् नातिना देखिसकेका होइन अब सबै भनौँ न त्यस्तै छ भनौँ हजुरले बिहे गर्नु भएन नै गरे के कारण छ सर हजुरले बिहे नगर्नुको यो बिहे नगर्नु कारण कस्तो हो भने चाहिँ अब भाग्यले जुडाएको छैन होइन होस् अब रोजा जस्तो र खोजे जस्तो पाइँदैन होइन भाग्यले भन्दा पनि तपाईँले चाहना नगरेको हो कि भन्ने पनि भन्नुहुन्छ नि यहाँ स्थानीय चाहना हजुर सकभर त्यही भनौँ है अब पायो भने अब एउटा मलमिने साथी पायो भने गरौँ भने जीवन सङ्गिनीको खोजीमा हुनुहुन्छ तपाईँ मलाई साथ सपोर्ट दियोस् मलाई होइन बुझोस् महसुस होस् के अरे उसले मेरो महसुस गरोस् होइन अब भनौँ न अब साथ सपोर्ट दिने होस् अब यस्तो हो उस्तो गर्ने हो भन्ने अब साथ हुन्छ नि त हो त्यस्तो पायो भने गर्ने है भन अब त्यस्तै त अब के भन्छन् साथ सपोर्ट माया गर्ने पायो भने अब गर्ने विचार बनाएको छु अब उमेरले पनि काटिसक्यो है नेटो काटिसक्नु लाग्यो लगभग
30-35 वर्ष त पुगिहाल्यो त्यो पाइएको छैन अब पायो भने अब गर्ने सोच बनाएको छु भनौँ जो सबभन्दा राम्रो नराम्रो आफ्नो ठाउँमा छ तर सबभन्दा तपाईँलाई चाहिँ जीवनभर साथ दियोस् बिचमा धोका नदियोस् सबै एउटा बुझ्ने आजभोलिको जमानामा बुझ्ने चाहिँ होस् भन्ने बुझ्ने हजुर बुझ्ने होस् है माया ममता दिने होस् अब मेरो साथीभाइहरूको हेर्छु होइन मेरो साथीहरूको हेर्छु होइन घर परिवारहरूमा अब तनाव हुन्छ नि त त्यस्तो भयो भने घर गृहस्थीहरू चल्दैन नि त साथ सपोर्ट दियो भनेपछि त्यही त अब राम्रोसँग साथ सपोर्ट दिने अब माया दिने होस् त्यस्तो भए त अब गर्ने सोच बनाएको इच्छा बनाएको छु यो व्यवसायको अलावा तपाईँ वैदेशिक रोजगारमा जाने कोही भारततिर कमाउने यस्तो गर्नुभएको भएन यो गरे म 16 वर्ष दिल्लीमा काम गरेँ आउने जाने गरेर दिल्लीमा 16 वर्ष जति गरेँ जीवनमा धेरै दुःख त पायो हजुर पायो अनि मान्छेले दुःख पाउनु पर्ने नि रहेछ होइन सधैँभरि मान्छेलाई एउटै कञ्चन सुख शान्ति होस् भन्ने नहुने रहन्छ मान्छे दुःख र सुख साथमा मिलेर नि गएपछि पछिको लागि राम्रै हुन्छ कि भन्ने जस्तो सोच लाग्छ मलाई है अनि जस्तो तपाईँहरूलाई अब स्थानीय तहबाट वडा सरकारबाट पालिका सरकारबाट केही कुनै कार्यक्रममा सहभागी गराउने अथवा केही भत्ता सत्ताको प्रक्रियाहरू के हुन्छ त्यो केही मिल्छ मिलेको छैन अब त्यस्तो सेवा सुविधाहरू भत्ताहरू त भन्छ मिलेको छैन परिचय पत्रको हकमा के छ तपाईँको मेरो परिचय पत्रको हिसाबमा मेरो ग वर्गको बनेको छ कि होइन भनौँ न अब साथ त्यति यो सपोर्ट त छैन त्यही ग वर्गको कार्ड बनाएको छ जे भए नि स्थानीय तहबाट तपाईँले केही सेवा सुविधा नपाए पनि कुनै कार्यक्रममा मैले अवसर पाए हुन्थ्यो अथवा जस्तो तपाईँले यो व्यवसाय गरिरहनु भएको छ यसको सिपमूलक तालिमहरू पाए हुन्थ्यो विभिन्न जुत्ता कारखाना अथवा फ्याक्ट्रीहरूमा कसरी चाहिँ जुत्ता मर्मत गर्ने बनाउने लगायतका यी तालिमहरू चाहिँ एउटा सरकारबाट चाहिँ त्यो दिने प्रावधान भएपछि अझ सहज हुन्थ्यो भन्ने लाग्छ हजुर हजुर जोस् खुसी लाग्यो हजुरसँग भेटेर तपाईँको एउटा व्यस्तता समयलाई चाहिँ हामी एकैछिन ल्यायौँ होइन काममा व्यस्त हुनुहुन्छ जोस् अन्तिममा के भन्नुहुन्छ हजुरले के भन्न चाहनुहुन्छ दर्शकहरूले के भन्न चाहन्छ भनेपछि अब जति पनि मेरा आफन्तर भाइहरू छन् होइन साथ सपोर्टहरू दिनुहोला अलिक माया गरिदिनु होला भन्न चाहन्छु अरू त के भनौँ र होइन दुःख गर्दैछु साथ सपोर्ट दिनु होला होइन माया गरिदिनु होला ट्याक्कै तपाईँको पसलमा आउनु पर्यो भने कसरी चाहिँ आउन सक्छ लोकेसन कस्तो छ भने चाहिँ यो त्रिपुरेश्वरी बिकेडिआर जुत्ता चप्पल रिपेयर सेन्टर हो नयाँ पनि पाउँछ स्कुलका विद्यार्थीहरूका अब जस्तो फेसनहरू चल्दै आएको छ ऊहरू पनि पाउँछ अहिले भर्खर सुरुवात गरेको वा ग्राहकहरू जस्तो माग आयो उही हिसाबले ग्राहकलाई सबै सेवा सुविधा दिने प्रयास गर्नुभएको ठिक छ हामी पनि अनुरोध गर्छौँ हाम्रो सरको यो पसल ठ्याक्कै सुनिल स्मृति गाउँपालिका 2 नम्बर वडाको यो खुङ्री भन्ने स्थानमा यो किमिचौर जाने रोडमा किमिचौर सुलचौर सडक खण्डको बाटैमा छ कालोपत्री गरिएको यो व्यस्त सडक छेउमा छ उहाँलाई साथ सपोर्ट दिनुहोला केही महिना हजुरले बन्द गर्नुभएको केही महिना बन्द गर्नुभएको थियो फेरि अब नयाँ जोस जागरका साथमा भर्खरै चाहिँ सञ्चालन गर्नुभएको छ सबैले साथ सपोर्ट दिनुहोला नेपालमै उहाँले चाहिँ के गर्ने एउटा वातावरण मिलाइदिनु होला सबैले एउटा नेपालमै आय स्रोत जुटाउने उहाँ जस्तै केही व्यक्तिहरूलाई मोटिभेट गर्ने जुन गरिरहनु भएको छ उहाँले धेरै राम्रा सकारात्मक कुराहरू मेहनत गर्नुपर्छ है सङ्घर्ष गर्नुपर्छ है दुःख गर्नुपर्छ है भनेर भनिरहनु भएको हुन्छ त्यसैले सबैले सपोर्ट गर्नु होला भन्न चाहन्छौँ